टाइटल पढेर भिडियो के को बारे हो त्यो त थाहा पाउनुभयो होला, तर के हो साँचो हो त? एकदमै नेपाल खाने नायिका हो। हामी त उहाँलाई नम्बर 1 अभिनेत्रीका रूपमा पनि चित्रण गरिरहेका अनि स्वस्तिमासँग यस्तो राम्रो अभिनय गर्ने छौँ। सबभन्दा व्यस्त नायिका को भन्दा स्वस्तिमा। किनभने कसैले यो कुरामा एग्री गर्ला भने कसैले नगर्ला, अरू कसैलाई डिबेटेबल पनि लाग्ला। बट दिस इज द्याट वान क्वेसन द्याट वी कान्ट इग्नोर इन नेपाली सिनेमा करेन्टली। स्वस्तिमा खड्का एउटा यस्तो एक्ट्रेस जसलाई कुनै टाइममा डिरेक्टर्स वाइफ भनेर ट्रोल गरिन्थ्यो र धेरै प्रश्नहरू पनि सोधिन्थ्यो, यस्तो लान्छनाहरूलाई चाहिँ has now become both critically acclaimed and commercially successful actress. तर is she really a big star right now? कि बस उहाँको अहिले राम्रो टाइम चलिरहेको छ? बिकज आइएम लिटरली टकिङ अबाउट द बिगेस्ट स्टार। एउटा यस्तो प्रेजेन्ट जसमाथि अडियन्सले ट्रस्ट गर्छ, उसको फिल्मलाई ट्रस्ट गर्छ। अरू केही नभए पनि यो एक्टर भयो भने चाहिँ यसको फिल्म हेर्न जानुपर्छ है भन्ने मनमा एउटा जिज्ञासा लिएर आउँछ। एन्ड विथ फुल रेस्पेक्ट, दिस इज नट अ पिआर भिडियो अर पर्सनल ब्रान्डिङ अफ स्वस्तिमा खड्का है। किनभने धेरैलाई त्यस्तो लागेला कि ओहो यो त पक्कै पनि स्वस्तिमाको पिआर भिडियो होला और स्वस्तिमाको फ्यानले भिडियो बनाएछ। नो, दिस इज नथिङ लाइक द्याट। दिस इज जस्ट अ कन्भर्सेसन द्याट आइम ट्राइङ टु स्टार्ट हियर। किनभने यो हो सिनेमा गफर। हेर, आई एम नट गोइङ टु टक अबाउट हु स्वस्तिमा खड्का इज एन्ड व्हाट हैज सी डन, किनभने काहीँ न काहीँ वी अल नो हर एन्ड हर मुभिज। यहाँ कुरा त्यो होइन, यहाँ मुद्दा यो हो कि इन स्प्यान अफ अलमोस्ट 10 years फ्रम अ डेब्यू एज एन एक्ट्रेस, सी हेज इभल्भ हरसेल्फ एन्ड रिच एट सच स्ट्याचर जहाँ सी हेज गिभन कमर्सियली ब्लकबस्टर मुभिज लाइक छक्का पंजा 2, नाइ नभनुला 5 एन्ड इभन दिमाग खराब एन्ड क्रिटिकली एक्लेम मुभिज लाइक बुलबुल एन्ड चिसो मान्छे। रिसेन्टको नै कुरा गर्ने हो भने लाली बजार, विच हेज अलरेडी क्रस 10 crores एट द बक्स अफिस, इज अनदर स्ट्रङ एक्जाम्पल। In the film, Swastima has received an immense praise for her performance, while the movie itself has been appreciated for its direction, story, and overall execution. But honestly, it doesn't even surprise me. Like, movie हेर्नु अगाडि नै यो मेन्टालिटी भइसक्यो कि इफ स्वस्तिमा इज इन इट देन अरू के नभने एक्टिङ चाहिँ बवाल हुनेवाला छ है भनेर। एन्ड इट्स नट जस्ट अबाउट एक्टिङ के, लाइक लुक एट द भेरिएसन इन रोल्स के। बुलबुलमा एउटा टेम्पो ड्राइभरको रोल प्ले गरेर स्याभेजली कसैलाई गाली गर्ने होस्, ओइ राणा बान फेरि फोन गरिस् फोन राख। और चिसो मान्छेमा एउटा सुदूरपश्चिमी क्यारेक्टर प्ले गरेर क्यारेक्टरलाई विथ एक्सेन्ट पोर्ट्रे गर्ने होस्। सती त अहिले पनि जाँदै त छौ, पहिला तन डड्डो थियो अहिले मन। यस्तो टाइपको रोल र उहाँको पर्फर्मेन्सले जेनरल अडियन्सलाई मात्र होइन इभन अरू एक्ट्रेसहरूलाई पनि लोभ लाग्ने बनाएको छ। स्वस्तिमाको चाहिँ चिसो मान्छे चाहिँ लोभ लागेको क्यारेक्टर के, मलाई यस्तो खाले गर्न पाए हुन्थ्यो भन्ने लोभ लागेको क्यारेक्टर। अब यो भन्दा भन्दै आई जस्ट वान्ट टु क्ल्यारिफाई वान थिङ कि वेन आई से स्टार आई एम नट टकिङ अबाउट कि उहाँको साउथ इन्डियन एक्टरहरू जस्तो खतरा फ्यान फलोइङ छ या फर्स्ट डे अफ द मुभी रिलिजमा नै लाइन लाग्नेवाला छ या यस्तो खतरा फ्यान फलोइङ छ कि कुनै स्टेटको सिएम नै बन्ने छ। आई एम पुटिङ अ भेरी डिफ्रेन्ट डेफिनेसन अफ स्टार हियर, किनभने आई डोन्ट थिङ्क अहिलेको टाइममा नेपाली फिल्म इन्डस्ट्रीमा त्यस्तोवाला स्टार कल्चर छ। एउटा टाइम थियो जब एक्टर्स लाइक राजेश हमाल, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ एन्ड इभन रेखा थापा हेज सच पर्सनालिटी एन्ड कल्ड फ्यान बेस। हे बॉयज डोन्ट टक टु मी ओके। बट इन करेन्ट टाइम स्पेशली इन नेपाली फिल्म इन्डस्ट्री स्टार कल्चर भन्दा पनि हाउ वेल द मुभी इट्सेल्फ हेज डन इज द मेन एजेन्डा। सो कुरा आउँछ अब वाइ दिस डिबेट, किनभने अहिलेको टाइममा जहाँ एक्टर्स लाइक सौगात मल्ल और इभन विपिन कार्कीको फिल्महरू थिएटरमा खस्किरहेको छन्, त्यही बेला स्वस्तिमा खड्का इज साइनिङ अन अ फिमेल सेन्ट्रिक मुभिज लाइक लाली बजार। अब आई नो कि स्वस्तिमाको फिल्महरू पनि बक्स अफिसमा फ्लप भएको छ भनेर, विपिन कार्कीको उनको स्वेटर, दया ह्याङराईको जारी पनि ब्लकबस्टर थियो भनेर। बट एकचोटि आफै सोचेर हेर्नुहोस् न, धेरै टाढा पनि जानु पर्दैन। यही इन्डियाकै इन्डियन फिल्म इन्डस्ट्रीको कुरा गर्ने हो भने त्यहाँ कुनै मेल एक्टरको लिड फिल्म भन्दा बढी पैसा कुनै फिमेल एक्टरको लिड फिल्मले कमाएको भन्ने सुन्नुभएको छ? छैन नि। एन्ड द्याट्स अ स्योर सर्ट फ्याक्ट के। नेपाली फिल्म इन्डस्ट्री अरू अडियन्सकै कुरा गर्ने हो भने मलाई पर्सनली एउटा कुरा चाहिँ के मनपर्छ भन्दाखेरि वी डोन्ट गो एन्ड वाच मुभी ब्लाइन्डली के जस्ट बिकज त्यसमा कुनै स्टार छ, अन्टिल एन्ड अनलेस इफ यु आर अ फ्यान अफ द्याट एक्टर है। यस्तो इन्डस्ट्री र टाइममा पनि ब्रिङ्गिङ मुभिज लाइक लाली बजार इज रियली अ बुल्सआई। ल एक टाइमको लागि बक्स अफिस पनि साइडमा हाल्नु। 2024 मा रिलिज भएको एउटा कमेडी ड्रामा फिल्म बेहुली फ्रम मेघोली विच वाज डिरेक्टेड बाई सजन काफ्ले एन्ड आकाश बराल रिलिज भएको 2 weeks नै त्यसलाई थिएटरबाट विथड्र गरेको थियो। किन भन्दाखेरि त्यति बेला अरू कमर्सियल मुभिज लाइक 12 गाउँ, छक्का पंजा 5 एन्ड इभन जोइ साहब रिलिज भएको कारणले कम सो दिएको थियो त्यसलाई, जसले गर्दा मुभीले राम्रो रिभ्यू पाए पनि थिएटरबाट हटाएर त्यसलाई पपुलर ओटिटी प्लेटफर्म एमएसएम भिडियोमा ब्रोडकास्ट गरेको थियो। बट स्टिल मेनी पिपल स इट र सोर्सेसहरूको कुरा मान्ने हो भने जस्ट फ्रम द ओटिटी इट हेज कलेक्टेड 76 लाख रुपिज। अनि लास्टली म्युजिक भिडियोज लाइक कुटुमा कुटु, साली मन पर्यो र रिसेन्टली रिलिज भएको मायालाई के दिउमा बहिना जस्तो
म्युजिक भिडियोहरूको बारेमा त मैले सायदै भन्नु पर्ला। बाई द वे, कुटुमा कुटु इज द हाइएस्ट भ्युड सङ एन्ड नट जस्ट सङ, एनी भिडियो फ्रम युट्युब इन नेपाल। त्यो गीत आएको अलमोस्ट 10 years भइसक्यो एन्ड इट इज स्टिल होल्डिङ द्याट स्पट। एन्ड 10 वर्ष भइसकेपछि पनि वी हेभ नट गट एन एन्सर अफ अब कमिला कसरी पस्यो त्यसको एन्सर चाहिँ मसँग छैन, तर एउटा फन फ्याक्ट चाहिँ छ है। स्वस्तिमा खड्का हेज अल्सो स्टार्ड अन एन आइटम सङ फर अ मलयालम मुभी नेम थिरिमली इन 2022। अब मेरो गफ मात्र सुनेर तपाईँलाई वाक्क लाग्यो होला, सो लेट्स गेट सम पर्सपेक्टिभ फ्रम द पब्लिक एज वेल। जानु न उहाँहरूको भनाइ पनि के छ यस विषयमा। वेलकम टु पब्लिक ओपिनियन विथ आयुष्मा। अब हेरौँ है पब्लिक चाहिँ के सोध्छ। हेलो हेलो, तपाईँलाई एउटा क्वेसन सोध्छु है। हुँदैन? हुन्छ भन्नुहोस् न। हुन्छ। तपाईँलाई नेपाली एक्ट्रेसमा सबैभन्दा बढी मनपर्ने एक्ट्रेस चाहिँ को हो नि? नेपाली एक्ट्रेसमा को भन्ने मनपर्नेको नाम? स्वस्तिमा खड्का। स्वस्तिमा खड्का चाहिँ कस्तो लाग्नुहुन्छ? राम्रो हो उहाँको त। अब उहाँ त अहिलेको उसमा चाहिँ राम्रो, एकदम पर्फेक्ट। सो अब लेट्स हेड टुवर्ड द कन्क्लुजन है त। अब हामीले धेरै कुराहरू गऱ्यौँ, धेरै पोइन्ट्सहरू राख्यौँ र धेरै फ्याक्टरहरूलाई पनि कन्सिडर गऱ्यौँ। सो वाट इज द भर्डिक्ट? सो मेरो भर्डिक्ट यसमा यस्तो रहेछ। इज स्वस्तिमा अ गुड एक्ट्रेस? यस। इज स्वस्तिमा अ बोथ क्रिटिकली एक्लेम एन्ड कमर्सियली सक्सेसफुल एक्ट्रेस? यस। इज स्वस्तिमा द बिगेस्ट स्टार इन द कन्ट्री राइट नाउ? मेरो विचारमा यस। बट सी अगेन, इट्स जस्ट माई पर्सपेक्टिभ एन्ड ओपिनियन है। अब आई कुड बी रङ। यसमा तपाईँको केही भनाइ छ, यसमा के तपाईँहरूको दिन मिल्ने पर्सपेक्टिभ छ, ओपिनियन छ भने प्लिज कमेन्ट डाउन बिलो। एन्ड अल्सो बिङ अ टिपिकल युट्युबर माइसेल्फ, प्लिज लाइक, सेयर एन्ड कमेन्ट अन दिस भिडियो। म त भन्छु यो भिडियो स्वस्तिमा खड्कासँगै पुरोस्। एनिवेज, सी यू अन द नेक्स्ट भिडियो। स्टे ट्युन एन्ड नेभर स्टप सेयरिङ योर पर्सपेक्टिभ, किनभने सिनेमा बोथ स्टार्ट्स एन्ड एन्ड्स विथ इट। ह्याप्पी सिनेमा।